Hello everyone, I'm going to explain about this chapter scientific study class 10. Okay, science is a systematic and reasonable approach to discover how things in the universe work. भनेपछि साइन्स भनेको के हो त भनेर भनेको छ फर्स्ट सेन्टेन्सले। र साइन्स भनेको के हो त युनिभर्स कसरी काम गर्छ त त्यसको चाहिँ सिस्टमेटिक एन्ड रिजनल एप्रोच लाई चाहिँ हामीले साइन्स भनिन्छ। भनेपछि युनिभर्सले कसरी काम गर्छ, जस्तो युनिभर्समा हरेक घटनाहरू हुन्छ, जस्तो भोल्क्यानिक इरप्सनहरूदेखि लिएर प्लान्ट्सले फोटोसिन्थेसिस कसरी गर्छ, या त भने कुनै रोगहरू कसरी लाग्छ, कसरी फैलिन्छ, र अर्को हाम्रो प्लानेट्सहरू सनको वरिपरि घुम्छ, प्लानेट्स कसरी फर्म भयो, यी सबै कुराहरू के हो त युनिभर्सको वर्कहरू हो। र यो युनिभर्सका वर्कहरू चाहिँ कसरी के भन्छ कसरी भइरहेको छ त, यो कामहरू कसरी भइरहेको छ, त्यसलाई चाहिँ हामीले स्टडी गर्नको लागि चाहिँ हामी चाहिँ सिस्टमेटिक र रिजनल एप्रोचमा जानुपर्छ। सिस्टमेटिक भनेको के हो त स्टेप बाई स्टेप गरिने एप्रोच। लाइक सुरुमा हामीले अब्जर्भ गर्छौँ, कुनै पनि एउटा घटनालाई अब्जर्भ गर्छौँ, त्यसपछि त्यसको एउटा हाइपोथेसिस एउटा अनुमान लगाउँछौँ हामीले यस्तो भएको होला भनेर, त्यसपछि त्यो हो कि होइन भनेर हामीले एक्सपेरिमेन्ट गर्छौँ र कन्क्लुजन निकाल्छौँ। त्यसलाई चाहिँ हामीले सिस्टमेटिक भनिन्छ। भने रिजनेबल एप्रोच भनेको यो कसरी किन यो सबै कुराको चाहिँ एन्सरहरू खोज्नु, त्यसलाई चाहिँ हामीले त्यसको चाहिँ रिजनहरू पत्ता लगाउनु, त्यसलाई चाहिँ हामीले रिजनल एप्रोच भन्छ। साइन्स नै के हो, एउटा के हो त भन्दाखेरि सिस्टममा स्टडी गर्ने, एउटा सिस्टममा गएर स्टडी गर्ने र एकदम रिजनेबली किन कसरी कहाँ यो सबै कुराको चाहिँ रिजनहरू पत्ता लगाएर युनिभर्समा भएका हरेक गतिविधिहरूको चाहिँ के भन्छ गतिविधिहरू चाहिँ कसरी भइरहेको छ त त्यो पत्ता लगाउने कामलाई चाहिँ के भनिन्छ त हामीले साइन्स भनिन्छ, अर स्टडीलाई चाहिँ। ओके, थ्याङ्क यू।